एउटा ढुङ्गा सबै मानिसको खुट्टाले हिर्काउँदै मेरो टोलसम्म पुग्यो। मेरो टोलमा पनि यो सबैको खेलौना बन्यो। अन्तमा यो मेरो खुट्टाको खेलौना हुन तयार भई मेरो अगाडि आयो। मैले त्यो ढुङ्गाको व्यथा हेर्न सकिनँ। मैले ढुङ्गालाई मेरो घरमा ल्याई भगवानको मूर्त रूप दिएँ। यसलाई मेरो परिवारका सबैले मन पराए। उक्त मूर्त रूप ढुङ्गालाई मेरो टोलको एउटा दोपातमा स्थापना गरेँ। पछि त्यसलाई एक मन्दिरको रूपमा स्थापना गरे। त्यो बाटोमा भेटिएको ढुङ्गा पनि मूर्तिको रूपमा स्थापित भयो। सबैले पुज्ने भगवान भयो। अचेल त्यो भयङ्कर डरलाग्दो भगवानमा परिणत भएको छ। उसले आफ्नो दम्भ देखाउन थाल्यो।